हेलो गाइज वेलकम छ। आज चाहिँ हामी यस्तो ठाउँमा जाँदैछौँ हैन। यति राम्रो ठाउँ छ। हामी चाहिँ अहिले बाटोमा हिँड्दै है। अहिले चाहिँ स्याउको बगैँचातिर हामी यस्तो खतरा ठाउँ जान लाग्छौँ के हैन। ल हेर्दै गर्नु होला, वेट गर्नु होला। अनि हामी चाहिँ अब ठ्याक्क पानीको धारा छ, त्यो धारामा पुग्न लाग्छौँ हामीहरू चाहिँ अहिले। यो चाहिँ हाम्रो गाउँ है, एक गाउँ। अनि हामी चाहिँ अहिले 3 जना काकाहरूसँग म आएको छौँ हैन। यति बवाल धाराहरू पनि छ, धारो। अनि त्यहाँ पुगेर त्यहाँबाट हामी यत्रो खतरा ठाउँमा जाने हो। अनि लाली गुराँसहरू पनि छ, लाली गुराँसहरू खाने। अनि हाम्रो पहिलाको खर्कहरू पनि छन्, त्यो खर्कसँग पनि जाने हामी। त्यस कारणले गाइज हैन, आज चाहिँ हामी खतरा ठाउँमा आउँदैछौँ। अब पानी पनि देखियो। अब यो चाहिँ धारा है, यो चाहिँ धारो, खतरा धारो। हामी पहिला सानो छँदाखेरि नुहाउने धारो, बाख्राहरू हेर्न आउँदाखेरिको नुहाउने धारा। आज धेरै दिनपछि यो धारोमा आयो होइन। धाराबाट चाहिँ हिँडेर हामी चाहिँ अब त्यो बगैँचातिर लागिरहौँ होइन। अब यो बाटोमा यो चाहिँ पहिला सिमी लगाउने गरेको, आजभोलि यस्तो बाँझो भएको छ गाइस होइन। यो चाहिँ भातडी उता चिल्खाए होइन। अनि यो खल्ला गाउँ काकाहरू होइन। लास्टै मजा आउँछ आज लारीगुस खाने। ओ यहाँ त खतरा फुल फुले रहेछ होइन, फुल पनि फुले रहेछ। हामी पुग्नुपर्छ नि त्यो माथि, त्यो डाँडा पुगेर त्यहाँबाट चाहिँ लालीगुराँससम्म जाने। त्यतातिर अनि थान छ, त्यो थानमा पनि जाने। यो चाहिँ खल्लाघाट। अनि यो त देउरू हो। अनि यो चाहिँ हाम्रो गाउँ है। काकाहरू चाहिँ फोटो खिच्दै है। ऊ त्यो देखिने चाहिँ भातडीको डाँडा, देउतीको थान होइन त होइन। अब बगैँचातिर पनि पुग्न लाग्यो होइन। अब पुगेर चाहिँ अनि त्यतातिर राम्रो फोटोहरू खिच्नु पऱ्यो, राम्रो भिडियोहरू बनाउनु पऱ्यो गाइज। अब हामी यहाँबाट हिँडेर चाहिँ ठ्याक्क बगैँचा पुग्दा बित्तिकै फेरि सुरु गर्ने गाइजहरू। गाइज अब चाहिँ हामी बगैँचातिर लाग्यो। यो स्याउको बगैँचा होइन, बगैँचा हामी पुग्यो के। हाम्रो गोठहरू ऊ त्यो मेरो खर्क, त्यो मेरो खर्क। अब हजुर खर्क पराठ देखिरहेको छ यो गाइज। त्यो खर्क पुग्यो है, खर्कतिर पुग्यो। बगैँचाबाट चाहिँ अब खर्कतिर पुगिन्छ। यो चाहिँ पोहोरसम्म त राम्रै थियो, अहिले त ढलेर चाहिँ गएछ है यो आरुको रुख। यो चाहिँ स्याउहरू, यो फुल मेहेल भन्छ, मेहेलको फुल। यो बगैँचाहरू त्यो आरु उताको त्यो सेतो हुने मेल, अनि यता रातो हुने त्यो आरुको रुख है। आज चाहिँ घुम्न आएको स्याउको बुट्टा हेर्नु क्या। यसरी मेरो स्याउको बुट्टाको हालत लास्टै नराम्रो भइसकेछ। पोहोर सालसम्म त एकदम सिमी लगाइन्थ्यो गाइज। अहिले चाहिँ 1 वर्षमै यस्तो बाँझो बनेछ क्या यी स्याउको बुट्टाहरू। अब हामी चाहिँ खर्क पुग्न लागिसक्यौँ। अब यो खर्क स्याउको बुट्टा भर्खर हरिया हुन लाग्छन्। यो चाहिँ फुलै आरुको फुल खतरा छ है, खतरा स्वाद आउँदो रहेछ क्या। हाम्रो गाउँ
त्यहाँ देखिने चाहिँ चिल्खाए। यो चाहिँ हाम्रो गाउँ स्याउका बुट्टाहरू। गाइस यो चाहिँ स्याउका ठुलो बुट्टाहरू। अब चाहिँ हामी घरमा पुग्यो। खर्कमा पहिला हाम्रो बाजेहरूले बनाएको खर्क, हाम्रो पहिलाको पुर्खाहरूले बनाएको। अनि यतातिर सिमीहरू ओखर सिमीहरू अनि गहुँहरू लगाउने ठाउँ है यो। गाइस लाइक युट्युबलाई सब्सक्राइब गरेर लाइक र कमेन्ट गरेर चाहिँ नबिर्सनु होला होइन, नबिर्सनु होला। अनि यस्तै भिडियोहरू जहिले पनि आइरहन्छ, त्यस कारणले लाइक कमेन्ट र सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सनु होला गाइस। यो चाहिँ हाम्रो खर्कहरू। यो पहिला लेकमा पहिला बर्खाको महिना हामीले गोरु राख्ने गरेको होइन। यो चाहिँ खर्क आजले नछोएर चाहिँ अलिअलि उद्धिए जस्तो भइरह। यो चाहिँ थान रक्षक, हाम्रो खर्कहरूको रक्षा गर्ने थान है, त्यही भन्नु पर्यो अब थान। म गाई भैँसीहरू राख्ने बर्खामा। यो गाई खर्कहरू हाम्रो लेखाली खर्क। यहाँका मान्छेहरू अहिले चाहिँ थान है, भदौमा चाहिँ यसलाई बहुत रमाइलो गर्छन् यो थानमा यी खर्कहरू। हेर्नुहोस् गाइजहरू, यहाँ चाहिँ अब हाम्रो गोरुहरू आएर चाहिँ यहाँ बस्ने गरेको। पहिला बसिरित परेका गोरुहरू चाहिँ अहिले चाहिँ यहीँ बसिरहन्। ल हाम्रो चाहिँ अलिक डर लाग्दो छ यो बहर। घाँटीमा चाहिँ यो सिङ फसिया रहेछ, त्यस कारणले चाहिँ यसलाई अलि उ गरिदिएको। ल यो गोरु यो चाहिँ मेरो खर्क। यहाँ चाहिँ पहिला गोरु हुल्ने, बाख्रा हुल्ने, यो बाख्रा हुल्ने खोर है, यो बाख्रा हुल्ने खोर हो। अनि यो चाहिँ मान्छे बस्ने। बर्खाको महिनामा चाहिँ यता राख्छौँ गोरुहरू होइन। यता चाहिँ बाख्रा राख्ने होइन, यही हो खर्क। अनि अब चाहिँ यो चाहिँ खर्क, यो चाहिँ मेरो चाखाहरू नि। अनि यो चाहिँ लगाउने साग लगाउने। यो चाहिँ गोरुलाई नपर्ला, पानी नपर्ला भनेर चाहिँ ककरपाता हानेको। रमाइलो छ, बबा रमाइलो छ क्या होइन। अब चाहिँ हामी खर्कबाट चाहिँ यो हाम्रो लेकबाट चाहिँ अनि यो हाम्रो घरबाट चाहिँ अब कालाशिला मन्दिरमा प्रवेश गरियो। यो मन्दिरमा पुग्यो गाइस। यो दियारको रुख होइन, यो हामीहरू बस्ने गरेको, तर चाहिँ उयोलाई तातो होला भनेर चाहिँ उ गरेको। त्यो झारपात फालेको पुग्यो गाइस होइन। यो चाहिँ कालाशिला थानबाट चाहिँ अब फेरि हामी निरगलाको थान, योभन्दा अर्को फेरि थान माथि छ होइन, त्यहाँ पनि पुग्नेछौँ गाइस। सबै आज यहाँ दृश्यभरि खिचेर चाहिँ उ गर्ने। आज चाहिँ यो चाहिँ पोखरीको चाहिँ सरसफाइ गरे जस्तो छन् कसैले। हो पोखरी पनि हाम्रो यहाँ ढेसी मेलाको स्याउहरूलाई सिँचाइ गर्ने पोखरी है, पोखरी हो यो चाहिँ। आज चाहिँ हाम्रो भएर चाहिँ पानी पनि सानो आउँदैछ। म चाहिँ अब पोखरीमा जान्छु। म यहाँ माथिबाट चाहिँ योबाट चाहिँ पोखरीमा जान्छु। पोखरीमा पुग्यो गाइस। यो चाहिँ अब पानी पोखरीमा आज हिउँदोको महिना चाहिँ यत्रो पानी आउँछ। अब म पानी खान्छु। पानी खाएर चाहिँ अनि फेरि माथि त्यहाँ निरगला थान माथि राख्नसम्म पुग्ने आज। अब म चाहिँ पानी खान्छु। पोखरीको लागि निर्माण गरिदियो हैन यो। पोखरी बनाएको हो यो। स्याउको सिँचाइ गर्नको लागि। यो चाहिँ पुगबाट आउँदाखेरि चाहिँ यो चाहिँ यमा धेरै रमाइलो गर्ने देउल बनाएका छन्। यहाँ धेरै रमाइलो हुन्छ गाइस यो ठाउँमा। फाइनल्ली गाइस हामी चाहिँ अब भर्खरै निर्माण भएको मन्दिरमा चाहिँ पुग्यो है। यो चाहिँ भर्खरै अब 1 महिना जति नै भयो त्यहाँ चाहिँ पुग्यो है। भर्खर निर्माणै हुँदैछ। धेरै राम्रो छ। केलीहरू
नमस्ते गरेको है धेरै राम्रो छ भर्खर नयाँ सुरु गरेको चाहिँ अस्ति गएर माथि त्यसै अब सिल त तान्नु पऱ्यो यो भर्खर निर्माण भएको है यो चाहिँ यो पत्तुर्ने थडी भन्छ है अनि यहाँ चाहिँ भित्र उ गर्ने पूजा गर्ने ठाउँ पूजा गर्ने गोबिर भन्छ यसलाई यो चाहिँ घाँसहरू राख्ने गाइस हजुरलाई कस्तो लाग्यो है हेरौँ त है यहाँको भ्यू हेरौँ त यति बबाल छ यति बबाल छैन अझ पनि योभन्दा बबाल हामी जाँदैछौँ होइन गाइस लालीगुराँस चिमालो फुलेर होइन खतरा छ गाइस खतरा होइन कस्तो ठाउँमा आयो कि होइन यति आनन्द आउने ठाउँ यति राम्रो ठाउँ रहेछ त ओहो गाइसहरूलाई हजुरहरूलाई कस्तो लाग्यो है कस्तो लाग्यो कमेन्ट गर्नु चाहिँ नबिर्सनुलाई हाई जङ्गल रमाइलो छ है हामी चाहिँ फेरि पनि अर्को दिन हामी हिउँ खान जाँदैछौँ गाइस होइन हिउँ खान जाँदैछौँ फेरि पनि माथि गएर भिडियो सिडियो बनाउँछु रमाइलो गर्ने हो होइन गाइस यो चाहिँ ठाउँ कस्तो लाग्यो हजुरहरूले पुरा लालीगुराँस है खतरा छ खतरा छ फुलै फुलको बगैँचामा मेरी मायालाई भन्ने गीत थियो नि हो त्यसको याद आयो फेरि मलाई चाहिँ पुरा रमाइलो भयो अब चाहिँ हिउँ खाना पुगिएला जस्तो छ तर कति पो टाइम लाग्ने अझ थाहा छैन होइन कति पो टाइम लाग्ने हो माथि त्यहीँ जानुपर्ने हो कि हामी चाहिँ अब यहाँ पुगियो सुगुरखाला भन्छन् कि अब सुगुरखाला पुगियो अब कति पो लाग्ने 1 घन्टा लाग्छ कि 2 घन्टा लाग्छ हिँड्दै जागर मैले क्या गाइस हो यस्तै छ खाना जान यो हिउँमै भेटिँदैन कतै हिँड्ने होला फाइनली गाइस अब चाहिँ हिउँ भेट्यो है अब चाहिँ हामी यस्तो बाटोमा हिँडिरहौँ यस्तो अप्ठ्यारो बाटोमा यस्तो बाटोमा लोट्यो भनेपछि चाहिँ खुर्लुक्क अर्को जुनीको आश छ होइन गाइस बाटो चाहिँ लास्टै अप्ठ्यारोमा परियो हिउँ पनि भेटियो यहाँबाट आउनु गएको यहाँ सजिलो छ यता उताबाट आउनु त उता परनीबाट आउनु परनीबाट फाइनली गाइस होइन हामी चाहिँ अब हिउँमा पुग्यो है हिउँ पनि बवाल छ हिउँ लोट्यो भने त गयो हिउँमा पुग्यो है गाइस बहुत रमाइलो छ है चिसो छ गाइस अरू त जे पाओस् ला चिसो छ एनीमा आउनु न कि त्यहीँ खिचौँ आयो गाइस रमाइलो हिउँ पनि खाउँ अब